के बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि यो देशमा बँदेल र बाँदर आएका हुन् र? आज हामी नियमित सरसफाइमा ध्यान दिने मान्नेहरूलाई तपाईले साबुन दल्ने तरिका सिकाउँदै हुनुहुन्छ। फुलको आँखामा फुलै संसार र काँडाको आँखामा काँडै संसार भन्ने कुरा कति थियो, छातीभित्रै रह्यो, परेलीका ओठबाट आँसु झरिरह्यो। सामान्य सभामुख महोदय, स्वर सम्राटका यी शब्दहरू, गीतका शब्दहरू आज देशका मध्यमवर्गीय र निम्न मध्यमवर्गीय जनताको जीवनसँग साँच्चीकै गहिरो नाता राख्दछ। लामो समयदेखि नीति तथा कार्यक्रमहरू बने, तर 60% भन्दा बढी निम्न र मध्यम वर्गीय जनताको भावनाका साथ मात्र खेलवाड भयो। सभामुख महोदय, म सरकारको पक्षमा होइन, एउटा सोचको पक्षमा छु। यहाँ प्रणालीको सोचको पक्षमा, अनुशासनको सोचको पक्षमा र परिणाममुखी राज्य सत्ताको सोचको पक्षमा। अहिले नीति तथा कार्यक्रम हेर्दै गर्दाखेरि धेरैजना प्रतिपक्षका मान्यज्यूहरूले कडा रूपमा आलोचना गर्नुभयो। 36 वर्ष उहाँहरूले कुनै न कुनै रूपमा राज्य सञ्चालन गर्नुभयो। प्रतिनिधिका रूपमा, सरकार प्रमुखका रूपमा, मन्त्रीका रूपमा, सांसदका रूपमा। 36 वर्ष तपाईँले नुहाउन भ्याउनु भएन। आज हामी नियमित सरसफाइमा ध्यान दिने मान्नेहरूलाई तपाईँले साबुन दल्ने तरिका सिकाउँदै हुनुहुन्छ। मान्य सदस्यहरू, अहिलेको नीति तथा कार्यक्रममा जसरी मैले भने मध्यम वर्गीय र निम्न मध्यम वर्गीय जनतालाई ठोस सम्बोधन गरिएको छ। उद्यमशीलताको विकास, स्किल डेभलपमेन्ट, डिजिटल इकोनोमी, विकास र व्यापार, विकास र वातावरणलाई सहकार्यमा अगाडि लग्ने भनेर सरकारले जुन ठोस निर्णय गरेको छ, तपाईँले अझ पनि स्पष्टता खोज्दै हुन्छ, अझ पनि दृष्टिकोण खोज्दै हुन्छ, अझ पनि लक्ष्य खोज्दै हुन्छ, अझ पनि स्रोत खोज्दै हुन्छ, अझ पनि दिशा खोज्दै हुनुहुन्छ। यो राज्यलाई, यहाँको अर्थतन्त्रलाई गतिशीलता दिनको लागि, यहाँका निम्न वर्ग निमुखा जनतालाई राज्यले कल्याणकारी भएर देखाइदिनको लागि र राज्यले तय गरेको नीति तथा कार्यक्रमलाई इमान्दारिता साथ अगाडि बढाउन योभन्दा बढी के चाहियो? मान्य सदस्यहरू, होल्डिङ सेन्टरको कडा रूपमा कुरा आयो। यो देशलाई नै विगतमा तपाईँले होल्डिङ सेन्टर बनाइदिनु भएको होइन र? मान्य सदस्यहरू, बँदेल र बाँदरको कुरा आयो। के बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि यो देशमा बँदेल र बाँदर आएका हुन् र? नीति तथा कार्यक्रममा स्पष्ट रूपमा लेखिएको छ, मानव वन्यजन्तु द्वन्द्वको विषयमा विशेष तरिकाले यसको व्यवस्थापन गरिनेछ। योभन्दा बढी के चाहियो? अझ पनि यदि तपाईँहरू भन्नुहुन्छ, तपाईँले स्पष्ट देख्नु भएन, दृष्टिकोण देख्नु भएन, विचार शून्य नीति तथा कार्यक्रम देख्नुहुन्छ भने म पुनः एकचोटि एउटा गीत भन्न चाहन्छु। फुलको आँखामा फुलै संसार र काँडाको आँखामा काँडै संसार। धन्यवाद सभामुख महोदय।